हेलो नमस्ते हजुरहरूलाई अस्मिता कुमारी च्यानलमा धेरै धेरै स्वागत छ। आज चाहिँ हामी हैदराबादी दम चिकन बनाएर देखाउने छौं। यो बनाउनलाई एकदमै सजिलो र सिम्पल छ। मैले के हालेको छु भन्ने हजुरहरूले राम्रोसँग देखिरहनु भएको छ। यसलाई बनाउन एकदमै सजिलो र सिम्पल अनि स्वादिष्ट। हेर्नुस्, यसलाई चाहिँ यस्तो राम्रोसँग मिक्स गर्नुपर्छ है। एकदम दामी तरिकाले मिक्स गरेर अब चाहिँ यसलाई हामीले हैदराबादी दम चिकनको लागि मसला रेडी गरेर अब यसलाई चाहिँ हामी पकाउनमा प्रोसेस गर्दैछौँ। एकदमै टेस्टी स्वादिष्ट हैदराबादी दम चिकन हाम्रो रेडी भएको छ है।